यो पुष्पराज चोकदेखि पूर्वपट्टिको भाग भिनाड जाने बाटो। यो पुष्पलाल चोकतिरको बाटो। यहाँ छ गेट। यहाँ छ तुलसी पूजा भण्डार दोकान। यहाँ विभिन्न किसिमका तामा पित्तलका भाँडाकुँडाहरू, अगरबत्तीहरू, पुस्तकहरू पनि थोरै थोरै राखिएको छ। यहाँ विभिन्न किसिमका घिउहरू, माला, भगवानका मूर्तिहरू छन्। यहाँ ढाका टोपीहरू छन्। होलसेलमा खुजुरामा जस्तो चाहिन्छ 80 रुपियाँदेखि लिएर 800 सम्मका ढाका टोपीहरू छन्। यहाँ तिलको तेलहरू छन्। तिलको तेल। यहाँ झन्डाहरू, फोटोका फ्रेम, शङ्खहरू 1500 देखि लिएर 3500 सम्म। जनै हातले बनाएका जनै। यहाँ कुर्ता, सुरुवालहरू, लाखबत्ती, धोतीहरू पाइनेछन्। अब आउँ यतापट्टि श्रृङ्गारका सामानहरू, विभिन्न किसिमका रङहरू। अब यता भित्रपट्टि स्टोरमा सेना रोकमा खत्राङ खुत्रुङ अल्छी लाग्यो भने यहाँ गाना सुन्ने प्लेटहरू, बर्तन, विवाह पूजाको लागि भाँडा मान्नको लागि हैरान हुन्छ भने यहाँ प्लेटहरू छन्। ग्लास, दही खाने, पानी खाने, मही खाने, कफी खाने, यहाँ दुना टपराहरूको व्यवस्था। त्यसै गरी अब यता यो र्याकमा विभिन्न किसिमका माला, नागहरू, गङ्गाजलहरू, रुद्राक्ष माला, माटाका भाँडाकुँडा पनि व्यवस्था छ। अब यतापट्टि एउटा चकटी छ। यो गरुड पुराणलाई, भागवत पुराणलाई चकटीहरू। यहाँ रुवाहरू छन्। यसरी अब यो विश्वकर्मा पूजासम्म यति रहिरहेछ यो पोहोरदेखिको सामान। अब स्टोर सानै छ। अब यहाँ यो माटाका भाँडाकुँडाहरू पनि राखिएको छन् अलिअलि। यहाँ अगरबत्तीहरू पनि छ। अब अहिले अगरबत्तीको बिक्री कम छ। बाटेको धुपले मार्केट खाइरहेछ। अहिले अगरबत्ती एकदम तिहारदेखि माथि 3 लाखको अगरबत्ती त्यसै छ। अब यसमा यो र्याकमा भिन्दै सामानहरू छन्, श्रृङ्गारका सामान। आज एकादशी, यहाँ मकैको भात ल्याएको, खान मन लागेन। यता खाने यसरी दोकानको सामान लगानी राम्रै गरिएको छ। व्यापार पनि राम्रै छ अहिले। यहाँ माथि अगरबत्तीहरूको सबै यहाँ भोटेर राखिएको छ। यसरी यहाँ ढाका टोपीहरू एकदम मस्त ढाका टोपीहरू यहाँ सक्नुहुनेछ।